हेलो नमस्ते साथीहरू, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, जहाँ हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ होला है। म चाहिँ अहिले जबको सिलसिलामा भारतको आन्ध्र प्रदेशमा छु साथीहरू। मैले चाहिँ आज ड्युटी गरिरहँदा के स्कुलको सानो सानो बच्चाहरू धेरैजना खान आउनुभयो होइन। अनि बिरयानी मगाउनु भयो, सबैजनाले बाँडेर खानुभयो। अनि बिल दिने बेलामा चाहिँ सबैजनाले थोरै थोरै गर्दै जम्मा गरेर दिनुभयो होइन। त्यो देख्दा मलाई चाहिँ एकदम बच्चा बेलाको याद आयो कि होइन। हामी पनि घरदेखि रेडी भएर ल छिटो आइज अबेला भयो भन्दै साथीहरूले बोलाउने है। अनि स्कुल जाने, अनि स्कुल गइसकेपछि अनि घन्टी लगाएपछि अनि लाइन लाग्नुपर्ने, लाइन लाग्ने बेलामा म चाहिँ एकदम अग्लो के साथीहरू सबै सानो सानो। अनि कस्तो लाइन लाग्दा नै लाज लाग्थ्यो कि मलाई स्कुलमा। अनि धेरै अग्लो भएर अनि गयो। अनि लाइन लाएर भ्याएपछि कक्षाभित्र पस्यो। अनि सर आउनुहुन्थ्यो, पढाउनुहुन्थ्यो, यता सरले पढाउनुहुन्छ। अनि सुरुको विषयको होमवर्क स्कुल जाने बित्तिकै त लाइन लाएर भित्र जाने बित्तिकै छिटो गरेर भ्याउने। अनि फेरि पहिलो सरले पढाउने बेलामा दोस्रो सरको होमवर्क गर्ने कि उता सरलाई हेर्ने, यता होमवर्क गर्ने, साथीहरूको कपी गरी गरी लेख्ने के। अनि छिटो अनि 1 बज्यो भने अनि त्यसपछि छुट्टी हुन्छ। साथीहरू सबैजना एकै ठाउँमा भएर अब सबैजनाले के नास्ता लिएको हुन्छ, सबैजनाले बसेर खाने होइन। त्यो 1 घन्टाको छुट्टी त 1 मिनट जस्तो नै नलाग्ने के, सबै साथीहरू मिलेर बस्ने। अनि कहिलेकाहीँ घरदेखि 2 जनाको खाजा लिएर आउने पालो हुने, कहिले अर्कोजना लिएर आउनुपर्ने, कहिले दोकानकै खाइन्थ्यो, होटलकै खाइन्थ्यो होइन। अनि अब हामी त टाढाको, अनि नजिक साथीहरूले त होटलको चिनेको, उनी दोकानको होइन। कहिलेकाहीँ पैसा हुँदा दिएर खाने, नहुँदा उधारो पनि लिएर खाने। फेरि सबैजना थोरै थोरै पैसा बनाएर उठाएर फेरि दिने, त्यस्तो गर्थ्यौँ कि। अनि 1 बजे पुरा गफ लाएर बस्ने साथीहरू चौरमा गएर। अनि कहिलेकाहीँ त घन्टी लाएर सकेपछि कक्षाभित्र पसेपछि बल्ल चाउचाउहरू लिएर खाने। सरले अगाडि पढाउनुहुन्छ, पछाडि चाउचाउ खाने। अनि सरले थाहा पाउनु भने गाली गर्नुहुन्थ्यो कि कहिलेकाहीँ यस्तो नगर, भोलिदेखि यस्तो गऱ्यौ भने मैले तिमीहरूलाई पिट्छु भन्नुहुन्थ्यो। अनि फेरि फेरि पुच्छर बनाएर झुन्डाइदिने, कहिले डटपिन बनाएर झुन्डाइदिने साथीहरूको पछाडि। कस्तो गर्थ्यौँ कि कहिलेकाहीँ फेरि त्यो नचाहिने चित्र बनाएर, हँसाउनेवाला चित्र बनाएर के लेखेर हुन्छ कि पुरा सर्टमा टाँसिदिने, कति धेरै चकचक गर्थ्यौँ कि। कहिलेकाहीँ फेरि छुट्टी भएको टाइममा अनि काफल फल्थ्यो कि कति धेरै, तर टाढा थियो। साथीहरू दुकुर गरेर त्यो चाउचाउको प्लास्टिक छोपेर उहाँ टाढा गएर त्यो काफल लिएर आएर अनि कक्षाभित्र पस्थ्यौँ। कहिलेकाहीँ त काफल लिएर आउँदै सर गइसक्नु भएको हुन्थ्यो। सरी सर, अबदेखि जान्न भनेर माफी माग्थ्यौँ। त्यस्तो गर्थ्यौँ कि साथीमा आउँदा। अनि त्यसपछि बेलुका साँझमा अब 4 बजीतिर त छुट्टी हुन्छ। अनि छुट्टी भएपछि घर फर्किने बेलामा सानो त्यो काफी चेतेर चेप्टो बनाएर त्यो मोबाइल जस्तो हुन्छ त्यस्तै बनाउने के, बटनहरू अनि अङ्क लेखेर अनि मोबाइल जस्तो बनाउने। अनि बाटोमा फर्किने बेलामा के कस्तो नास्ता बसाउने के एकदम साथीहरूको घरमा। अनि साथी, तिम्रो घरमा त कस्तो नास्ता बसाइरहेको थियो, मम्मीले बनाइदिइसक्नु भएको थियो, तिमी त नास्ता खायौ होला, हामी त अझै पनि बाटोमै छौँ साथी, के गर्नु, टाढा घर छ, हिँड्दै लेट भइहाल्छ, म घर पुगेपछि फोन गर्छु है भन्दै त्यो कागजको त्यो फोनमा फोन गर्दै हिँड्ने के, कस्तो रमाइलो लाग्थ्यो। अनि घर गएर मम्मीले नास्ता बनाएर राखिदिनु भएको हुन्थ्यो, खाइन्थ्यो। अनि ल बाबु होमवर्क गर है, अब स्कुल पनि टाढा छ, बिहान अबेरसम्म सुत्छौ, फेरि तिमीलाई स्कुल जान पनि त ढिलो हुन्छ, अहिले गर है भन्नुहुन्थ्यो। अनि होमवर्क गरे जस्तो गऱ्यो। अनि कहिले चित्र बनाएर बस्ने, कहिले त्यत्तिकै अब सायरी हुन्छ के हुन्छ लेखेर बस्ने, त्यस्तो गर्थ्यौँ के। अनि मम्मीले खाना तयार गर्नुहुन्थ्यो। अनि खाना खायो, सुत्यो, अनि बिहान उठ्यो, फेरि छिटो रेडी भयो, अनि स्कुल गयो। अनि
कहिले त मम्मी मलाई पैसा चाहिएको छ स्कुलमा माग्नु भयो सरहरूले भनेर ढाँट्ने केही किन्नलाई। अनि कहिले फेरि मलाई चाहिएको छ मम्मी केही खान मन लागेको छ दिनु न भनेर माग्ने। अनि त्यो पैसा केही ठाउँमा जम्मा गर्ने होइन। अनि कहिले त्यो पैसा लिएर स्कुलै नगइकन के बाटोमा पैयो अनि बनमाराको चुन्नी बनाएर खेल्ने के बाटोमै। डाँडा सानो सानो अब आफू गए त गाली गर्छन् यत्रो ठुलो मान्छे भएर किन स्कुल नगएको भनेर बहिनीहरू भाइहरू भन्दा त हामी थोरै ठुलो मान्छे। अनि त्यसपछि भाइ बहिनी सानो सानोलाई पठाउने के दोकान जा यस्तो लिएर आइज भनेर पठाउने। अनि गएर भाइ बहिनीले लिएर आउँथे अनि बसेर त्यहीँ बाटोमै खाजा खाने। अनि त्यसपछि स्कुलको घन्टी लाग्छ साथीहरू आधी आधी बाटोमा आयो भने अब त यति बेला गएपछि त म घर पुग्छु सधैँ जाने टाइममा भनेर अनि घर फर्किने। कहिले फेरि पैसा मम्मीसँग मागेर एकै ठाउँमा जम्मा गरेर राख्ने। अनि जम्मा गरेर राखेको पैसाले अनि बजारतिर जाने के। अनि बजार पनि टाढा थियो नि त। अनि जाने गएर अनि सक्कलले यस्तो सक्कललाई फोटो खिच्न मन लाग्ने के। अनि गएर फोटो खिचाएर अनि फेरि दाइ छिटो निकालिदिनु है हामी टाढादेखि आएको हो जति बेला नि आउन पाउँदैनौँ मम्मीहरूले पठाउनुहुन्न हामीलाई रात पर्छ हामी पुग्नलाई फेरि केटाकेटी मान्छे भनेर कुरा मिलाउने के त्यो दाइसँग। अनि आज हुँदैन नानी धेरैजनाको बनाउनु छ फेरि आऊ न म बनाइदिन्छु अनि 2-3 दिनपछि आउँछौँ नि त बनाएर राखिदिने भनेर लगाइदिने। अनि फेरि अब घर पनि फर्किनु पऱ्यो स्कुल छुट्टी हुने टाइममा त आइपुग्नु पऱ्यो। अनि त्यो जाने बेलामा ओह्रालो आउने बेलामा उकालो हो के बाटो पनि होइन। अनि त्यसपछि हतार त्यत्रो उकालो बाटो अचल जान पनि कस्तो थोरै हिँड्न नि कठिन लाग्छ क्या। त्यति बेला त त्यो बाटो त 2 मिनटको जस्तो नलाग्ने के। साथीसँग कुरा गर्दा त्यो उकालो त उतिखेरै काटिने। अनि त्यसपछि आयो अनि त्यो झाडीमा लुकाएर जाने के त्यो ड्रेस झाडीमा त्यो झोलामा राखेर जाने। अनि उहाँ फोटो खिच्नलाई लगाउनलाई जाने ड्रेस लगाएर जाने। अनि आउने र फेरि त्यो लगाएर गएको ड्रेस झोलामा अनि त्यो ड्रेस फेरि आएर त्यहाँ आएर चेन्ज गरेर अनि फेरि घरमा आउने त्यस्तो गर्थेँ मन। अनि त्यसपछि मम्मीलाई भन्दैछन् अनि देख्ने मान्छेले त भनिहाल्छ नि त तिम्रो छोरो बजारमा देखेको थिएँ मैले यसरी एक्लै नपठाऊ यताउता भनेर लगाइदिनु भएछ। अनि त्यसपछि मम्मीले थाहा पाउनुभयो यस्तो नगर बा छोरी यस्तो गरेन पढ राम्रोसँग भन्नुहुन्थ्यो। बाबाले त अझैसम्म के मुखबाट बाबाको गाली भनेको त म कस्तो सुनेको छैन मम्मीको पनि कस्तो गाली भन्ने मैले सुनेकै छैन कि अहिलेसम्म। यस्तो नगर है छोरी यस्तो नगर भन्ने राम्रै सम्झाउने के केही गाली साली केही नगर्ने। अनि त्यही पनि मम्मीले त्यति राम्रोसँग सम्झाउँदा नै नराम्रो लाग्ने म तेरो घर बस्दिनँ मलाई यस्तो भन्ने उस्तो भन्ने भनेर मम्मीको कुरा नटेरेर त्यो मकै काटेर के चुली लगाएको हुन्छ नि त ठुलो झ्वाममा परेको रुखमा कहिले त्यहीँ गएर सुत्दिने। अनि यसो घरतिर नि हेर्दै गर्ने के त्यहीँबाट। अनि मम्मी खुत्त गोठातिर भैँसीलाई पानी दिन जानुभयो भने त्यही बेलामा गएर भित्र पसेर खानासाना चोरेर लिएर हिँड्ने। अब त्यहीँ बसेर खाने हो नि त मम्मी आइसक्नुहुन्छ अनि लिएर हिँड्ने अनि खाने। कहिले फेरि आफू मात्रै भागे नि त हुन्छ नि साथीहरूलाई पनि लिएर भाग्ने के। अनि कहिले साथीहरूको घरतिर आफन्तीहरूको घरतिर गएर बस्ने यहाँ फोन गरेर सोध्यो भने छैनन् भन्दै वही भनेर लगाइदिने। त्यस्तो मम्मीले कति खोज्दै हिँड्नुभयो मैले गाली त गरेको होइन कतै मऱ्यो कि कतै के गर्यो कि भन्दै मम्मी धेरै रुँदै हिँड्दा पनि त्यस्तै हुनपर्छ तँलाई भन्ने के कस्तो बानी होला। अहिले भन्न कति याद आउँछ कि मम्मीको यस्तो नगरेको भयो भने राम्रोसँग पढेको भयो हुन्थ्यो भन्ने हुन्छ कि अहिले बल्ल बुद्धि पुऱ्याएर अब के गर्नु साथीहरू होइन। कति मिलेर हिँड्थ्यौँ साथीहरू म हामीसँग पढेको साथीहरू कोही इन्जिनियर बने कोही पुलिस बने कोही के बने कोही के बने होइन। कोही ठुल्ठुलो देशमा पुगिरहेछन् आफू चाहिँ केही गर्न सकिएन साथीहरू भारतमा आएर काम गरिरहेको छु। तर पनि जहाँ छु म हजुरहरूलाई धेरै मिस गरेको छु साथीहरू। मेरो मम्मीलाई पनि सरी भन्न चाहन्छु साथीहरू। एकदम मलाई धेरै मम्मीको याद आउँछ होइन। त्यति बेला भनेको मान्दैन बल्ल बुद्धि पुग्दो रहेछ के गर्नु। धन्यवाद साथीहरू बाई बाई फेरि अर्को भिडियोमा भेटौँला।